व्रत हिन्दू धर्ममा अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यो प्रत्येक महिनाको शुक्ल पक्ष र कृष्ण पक्षको 11औं तिथिमा पर्दछ। वर्षभरिमा जम्मा 24वटा एकादशी हुन्छन्, अधिक मास भएको वर्ष 26वटा। एकादशी व्रतको बारेमा मुख्य कुराहरू यहाँ छन्। 1. एकादशी व्रतको महत्त्व। धार्मिक मान्यता अनुसार एकादशी भगवान विष्णुको प्रिय तिथि हो। यो व्रत बस्नाले मन शुद्ध हुने, पाप नाश हुने र पुण्य प्राप्त हुने विश्वास गरिन्छ। वैज्ञानिक दृष्टिकोणले पनि पक्षको 15 दिनमा एक पटक उपवास बस्नु पाचन प्रक्रिया र शरीरको शुद्धिकरण डिटक्सिफिकेसनका लागि फाइदाजनक मानिन्छ। 2. व्रतका मुख्य नियमहरू। अन्नत्याग। एकादशीमा चामल, भात खानु पूर्ण रूपमा वर्जित मानिन्छ। यस दिन अन्न, दाल र नुनको सेवन नगर्नु राम्रो मानिन्छ। सात्विक भोजन। यदि निराहार बस्न सकिँदैन भने फलफूल, दूध र कन्दमूल, सखरखण्ड, पिँडालु आदि खान सकिन्छ। ब्रह्मचर्य र शुद्धता। यस दिन मनलाई शान्त राख्ने, झुटो नबोल्ने र शारीरिक एवं मानसिक रूपमा शुद्ध रहने प्रयास गरिन्छ। जागरण र भजन। धेरैले एकादशीको रात जागराम बसेर भगवान विष्णुको नाम संकीर्तन गर्ने गर्छन्।